हेर्दै खाउँ-खाउँ लाग्दो यो एकदमै छिट्टो मिठो बनेर तयार हुने चिल्ली गार्लिक सोयाबिन नुडल्स बनाउने होइन त। एकदमै छिट्टो बन्ने यो खाजाको रेसिपी हजुरले पनि ट्राई गर्नुहोला मसँगै एकदमै मिठो हुन्छ। यसको लागि चाहिँ सबैभन्दा पहिला हामीले यहाँ सोयाबिनलाई भिजाउने। सोयाबिनलाई यहाँनिर 10 मिनट भिजाउन राखिसकेपछि यतिको भएर भिज्छ। अब यसलाई निचोर्ने र यो निचोरिसकेको सोयाबिनलाई हामीले म्यारिनेट गर्छौँ जसमा चाहिँ राख्छु थोरै नुन, थोरै जिरा र धनियाँको धुलो, थोरै रातो धुलो खुर्सानी अनि राख्छौँ थोरै यसमा बेसार। यसलाई पहिला मिक्स गरिदिन्छौँ। यतिको मिक्स गरिसकेपछि यसमा राखिदिने थोरै लसुनको पेस्ट। यो राखेर यसलाई फेरि राम्रोसँग मिक्स गरिदिने। यतिको मिक्स गरिसकेपछि यो तयार छ। अब यसलाई हामीले भुट्नेछौँ पछि। यो रेडी भइसकेपछि एउटा प्यानमा पानी बसाल्ने, उम्लेको पानीमा राख्ने चाउचाउ बोइल गर्नको लागि। चाउचाउ बोइल भएर यहाँ रेडी भइसकेको छ। यतिको भएर चाउचाउ बोइल भइसकेपछि अब भने हामी पकाउन सुरु गरौँ। यसको लागि एउटा प्यान बसाल्ने, तातेको प्यानमा राख्ने तेल। तेल तातेपछि सबैभन्दा पहिला अघि हामीले म्यारिनेट गरेर राखेको सोयाबिनलाई यहाँ फ्राई गर्ने। सबै सोयाबिनलाई फ्राई गरिसकेपछि अब यसलाई एउटा प्लेटमा निकाल्छौँ। यो प्लेटमा निकालिसकेपछि यही तातेको प्यानमा राखिदिन्छौँ फेरि थोरै तेल। तेल राखिसकेपछि अब भने यसमा राखिदिन्छौँ काटेको प्याज, हरियो खुर्सानी अनि लसुन। यसलाई राम्रोसँग चलाएर केही बेर भुट्ने। यसलाई पुरै रातो हुन नदिने, हल्का यतिको भुटिसकेपछि अब भने यसमा राख्दैछु मैले काटेको गाजर। हजुर यसको ठाउँमा आफूलाई मनपर्ने कुनै पनि तरकारी राख्न सक्नुहुन्छ। गाजर राखेसँगै यसमा मैले राखिदिएँ थोरै नुन र यसलाई पनि राम्रोसँग चलाएर केही बेर भुटेँ। गाजरलाई प्याजसँगै केही बेर भुटिसकेपछि अब यसमा राखिदिने थोरै रातो धुलो खुर्सानी, 1 चम्चा टमाटो केचअप, त्यसपछि जुन चाउचाउ लिनुभएको थियो त्यो चाउचाउको मसला। यो सबै सामग्री राखिसकेपछि सबैलाई फटाफट चलाएर केही सेकेन्ड भुट्ने। यतिको भुटेर मिक्स गरिसकेपछि यसमा राखिदिने अघि हामीले भुटेको सोयाबिन, त्यसपछि उसिनेको चाउचाउ। यो सबै सामग्रीलाई फेरि राम्रोसँग चलाएर मिक्स गरिदिने, मसला र चाउचाउलाई यहाँ सँगसँगै भुट्ने। यतिको केही बेर भुटिसकेपछि अब भने बनेर तयार भयो हाम्रो यो गार्लिक चिल्ली सोयाबिन नुडल्स। अब यसमा राखिदिने हरियो धनियाँ टन्नै, त्यसपछि यसलाई तातो सर्भ गर्ने। एकदमै छिट्टो बनेर तयार हुने अनि खाँदामा एकदमै मिठो हुने यो नुडल्सको रेसिपी हजुरले पनि ट्राई गर्नुहोला। अनि हजुरले बनाएको नुडल्स कस्तो बन्यो भनेर कमेन्ट गर्न भने नबिर्सिनुहोला। यो सँगसँगै इजी किचन रेसिपीलाई फलो गरिदिनुहोला। थ्याङ्क यू फर वाचिङ।